Karila kamai tongla nai tongmari tama bali sonai लो हेलो हजुर नमस्ते कस्तो हुनुहुन्छ आराम हुनुहुन्छ म तपाईलाई मेरो च्यानल पदयात्रीमा म फेरि एकचोटी हृदयदेखि नै स्वागत गर्न चाहन्छु। यो ऋतु अनुसार परिवर्तन हुने प्रकृतिको मुहार प्रकृतिको रंग अनि रूप म सँगसँगै तपाईहरुलाई पनि देखाउन गइरहेछु। मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु होला माया गरिदिनु होला भन्ने मलाई लागेको छ र तपाईहरुलाई अनुरोध पनि गर्दछु कि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला शेयर गरिदिनु होला है त। म जैविक विविधता मन पराउँछु। प्रकृतिमा पाइने अनेक कीट पतंग र सबै चीजहरुको संरक्षण होस् भन्ने म चाहन्छु। सायद तपाईहरुलाई पनि त्यस्तै लाग्दो होला र त्यो लाग्नु स्वाभाविक पनि हो किनकि प्रकृति बिना हामी बाँच्नै सक्दैनौं तर हामी बिना प्रकृति जीवन्त रहिरहन्छ। यसलाई जोगाउन सक्यौं भने अझ मानव सभ्यताको विकास होला लामो समयसम्म मानव सभ्यता टिकिरहला। हामीलाई त्यस्तो लाग्छ। हिँड्दा गाह्रो हामीलाई पनि हुन्छ प्यास हामीलाई पनि लाग्छ भोक हामीलाई पनि लाग्छ तर ती भोक प्यास हटाउनको निम्ति हामी आराम गर्छौं अर्ग्यानिक खानेकुरा खान्छौं र रमाइलो गर्छौं र कुरा गर्छौं कि त्यो डाँडा पछाडी के होला भन्ज्याङ कटिसकेपछि आउने खोल्छीमा पानी होला कि नहोला के त्यो जंगलमा जनावर होला बाघ भालु होला भयो भने हामी कसरी बाँच्ने भन्ने कुरा गर्दै हामी अघि बढ्दछौं रमाउँछौं नाच्छौं गाउँछौं गीत कविता आदि आफ्ना कपिहरुमा उतार्छौं। त्यही नै हाम्रो पदयात्राको नियम हुनेछ। यहाँबाट देखिने त्यो दृश्य त्यो सुन्दरता त्यो प्रकृतिको बेहुली झैं सिंगारिएको मुहार मलाई चाहिँ खुबै मन पर्छ। सायद तपाईहरुलाई पनि मन पर्दो होला है। लुकेको डाँडा भन्छ यो ठाउँ। ए यो लुकेको डाँडा हजुर हजुर यो अहिले गुम्बा बन्न लागेको हुन्छ लुकेको डाँडा। ए ल ल हस् धन्यवाद है देख्नुभयो यो चाहिँ लुकेको डाँडा रे हैन अनि दामी छ नि त यो ठाउँको भ्यू हैन यो ठाउँमा गुम्बा भन्दैछ भगवान बुद्धको गुम्बा भन्दैछ खुसीको कुरो हो। तपाईहरु यहाँ आउन सक्नुहुन्छ फोन नगर्दिनु होला अनि यो राम्रो रमणीय ठाउँ यो काभ्रे जिल्लामा पर्छ अनि घुम्न सक्नुहुन्छ। तपाईँ कहाँको हामी त बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज हो। हाम्रो प्रकृतिमा नि अनेक किसिमका जैविक विविधताको सम्मिश्रण पाउँछौं हामीले। तराईमा जाउँ छुट्टै किसिमको वनस्पतिहरू पाउँछौं मध्य पहाडमा छुट्टै र त्यस्तै किसिमका वनस्पतिहरू पाउँछौं भने हामी हिमाली क्षेत्रमा जाउँ कोटधारी जंगलहरूले मनै हराभरा बनाइन्छ र भुइँफुलहरूको त के कुरा गर्नु। जस्तै कि हाम्रो प्रकृतिमा पोथ्रा वनस्पतिहरू पाउँछन् झारवर्गका पाउँछौं लहरे प्रजाति पाउँछौं बुट्यान प्रजातिहरू पाउँछौं रुख प्रजातिहरू पाउँछौं नि हो। त्यसैको संरक्षण गर्नु त्यसैलाई माया गर्नु नै पदयात्रीको परिचय हो। हामी आराम गर्छौं परको गाउँमा धानफाट झुलेको हेर्दैछौं हरिया धानफाट सायद अबका 2-4 वर्ष पछाडि लोप नहोला भनेर म भन्न सक्दिन। मानव जीवनमा नि अनेक किसिमका दुःख घटना वेदना खुशी र रोदनबाट मिश्रित भएपछि नि जीवन बन्दो रहेछ जिन्दगी चल्दो रहेछ। सधैँ खुशी पनि हुन नपाउने सधैँ दुःख मात्रै भइरहन पनि नहुने मानव जीवनको एउटा पाटो हो। त्यो चीजहरू बिर्साउन र भुल्नका निमित्त पनि पदयात्रा गर्नै पर्छ। तामाङ्गी मगाइदिउ साँच्ची हो
पदयात्राको क्रममा भेटिने यी अपरिचित साथीहरूले गर्दा हाम्रो पदयात्रा झन् सुनमाथि सुगन्ध थपिएको। यहाँ सुन्नु न, यो यस्तो फोहोर गरा विषयमा केही भनिदिनु न। हेर्नु यहाँ बेरको बोतल छ, सिसी छ, के भन्ने यसलाई? यो भनेको हाम्रो समाजका मान्छेहरू शिक्षित भए पनि अशिक्षित व्यवहार देखाउँछ त्यही हो। यो चाहिँ नराम्रो हो है। मलाई पनि त्यस्तो लाग्छ, यस्तो गर्नु चाहिँ राम्रो होइन। यस्तो राम्रो ठाउँ छ, यस्तो सुन्दर प्रकृतिमा आएर तपाईँहरूले यस्तो चाहिँ नगरिदिनु। हामी बारम्बार यो कुरा उठान गरिरहेका छौँ होइन भाइ? भन्दा यो गर्नु ठिक हो त? गलत हो है। अबको पालो भने हाम्रो सङ्गीतमै हुनेछ। हामीले गीत गाउँछु अनि रमाइलो गर्छु, केही खानेकुरा खान्छु। करिब हामीले 1 घन्टा जति चाहिँ हामीले यही ठाउँमा बसेर यहाँबाट देखिने मनोरम दृश्यको अवलोकन गर्दै जे हामीले देख्यौँ, जस्तो हाम्रो क्यामेरामा अटाउँछ त्यस्तै नै तपाईँहरू सामु जस्ताको तस्तै हामी प्रस्तुत गर्दैछौँ। हेरिदिनु होला है अन्तिमसम्म। हेरिदिनु भएन भने अरूको त होइन, प्रकृतिको चाहिँ तपाईँहरूलाई अवश्य पाप लाग्नेछ। झन् हामीले यात्राको क्रममा छ नि, बाटोमा देखिने यस्ता प्रतिमाहरू, देवालयहरू, उहाँहरूको अगाडि हामीले शिर झुकाउने अवश्य गर्छौँ, झुकाउँछौँ, मनैदेखि नमन गर्छौँ। झन् सबभन्दा ठुलो देवालय भनेको त यो प्रकृति हो। यसलाई जोगाउन सकौँ भने हामी मानव कहलाउनेछौँ, नत्र पशु र हामीमा फरक नै के होला र? गुरु रिम्पोछेको प्रतिमा तपाईँहरूले हेर्नुभयो? यो शिलालेख बनाउँदाको निमित्त कसले सहयोग गर्नुभएको थियो भन्ने रहेछ। खुसी लाग्छ र तपाईँहरूलाई पनि लाग्दो होला है। कमेन्ट गर्नु न। नदेखेको चाहिँ नगर्नु है, तपाईँहरूलाई प्रकृतिको पाप लाग्छ नत्र। ल है साथीहरू, आजको भिडियोको हामीले अन्त्य गर्दैछौँ भने तपाईँहरूले मेरो च्यानललाई लाइक, सब्सक्राइब, सेयर अनि माया गरिदिनुहुन्छ भन्ने मलाई लागिरहेको छ। फेरि भेटौँला अर्को भिडियोमा। अहिले छुट्यौँ है त।